कस्तो रहेछ माई खोलाको माछा एकदम मिठो हुन्छ नि त होइन खाएपछि थाहा होला यहाँ भाइले सबैतिर चिन्नुभयो रहेछ कि जान्नुभयो रहेछ कहाँ खाना खाने कहाँ मिठो नमिठो सबै थाहा रहेछ माछा दिदी खाना कस्तो रहेछ मिठो रहेछ माई खोलाको यहाँबाट छोरा बुहारी पनि निकालिदिनु पर्यो नि त सनम कस्तो रहेछ खाना मिठो छ है बुहारी एकदम मिठो मिठो छ होइन माछासँग माई खोलामा बसेर होइन यहाँ यसरी खोला बगिरहेछ माई खोलाको त्यही नै माता निस्क्यो भने चाहिँ नि खोलाको माई खोलाको यहाँनिर है नेपालीपट्टि मन्दिर बनाइसकेको छ